कान्छी भाग 3 चाहिँ 9मा भने चाहिँ बिचरा सागरलाई भने जेलबाट निस्किने ठुलो आशा बोकेका थिए कि सारा सबुतहरू कान्छीले र मिताईले एकट्ठा बनाएर ल्याउनेछन् भनेर सागर एउटा आत्माको साथ आएका थिए। तर कोही त्यहाँनिर टाइम बितिसक्दा पनि नदेखेपछि सागरको मन पनि एकदम खिन्न भएको थियो। र जब फैसला सुनाउने बेला हुन्छ त्यतिकैमा कान्छी र कान्छीको वकिल पनि त्यहाँ आइपुगेपछि सागरको मन अब त धेरै खुसी हुन्छ कि मेरो बुढीले सारा सबुतहरू लिएर आइन् भनेर। तर बिचरा कान्छीलाई भने सलिनाले रातभर रुनेको कारणले गर्दा उसले कुनै सबुतहरू फेला पार्नै पाउँदैनन्। र तर पनि वकिलजीले मित दाजुले भनेको भएर वकिलजी उहाँ आएका हुन्छन् र केही म्यादहरू थपिएको छ कि अबको फैसला भने असार 6 गते मात्र हुन्छ भनेर सागरलाई फेरि पुनः जेलमा नै लाने कुरा गरेको छन्। यस सुन्दाखेरि कान्छीको मन एकदम धेरै दुखिरहेको छ। दर्शकदेखि बिचरा कान्छीले नगरेको त होइन, धेरै दुःखहरू गरे। तर सागरको लाई साँचो सबुत ल्याउनुको लागि एकदम उसलाई कठिन परिरहेको छ। त्यहीमाथि नि सलिनाले गर्दाखेरि झन् उसलाई यति धेरै टेन्सन भएको छ कि बिचरा कान्छी भने घरमा सानो त दुई बालक छोडेर हिँडिरहेका छन् कि बुढालाई कसरी ऊ उसको केही गल्ती छैन भनेर त्यहाँनिर भेसौँ भनेर। तर सबैजना कान्छीको लागि भने अहिले चाहिँ एकदम धेरै शत्रुहरू भएको छन् कि कान्छी नराम्रो काममा लागेको छन् भन्दै यता सरको बाउले पनि भनेका छन् भने र सासूले पनि। तर पनि कान्छी भने उसको सासूलाई एकदम माया गरेको कारणले गर्दा जति नै जे भने पनि उसलाई केही नभन्ने भने तर देवरलाई अति नै भएपछि कान्छीको देवरले सासूलाई सम्पूर्ण कुराहरू भनेपछि अहिले भने चाहिँ सागरको आमा भने खुसी भएर बसेछ कि सागरलाई कसरी ल्याउने भन्ने मात्रै भइरहेको छ। दर्शक दिन अर्को युवा फेरि आउनेछु।